हेलो एभ्रिवान, दर्शन नमस्ते। आज छठ पर्वको सबैजनालाई शुभकामना। हामी पनि छठ पर्वको दिन बजारतिर छठ मेला लाग्छ भनेर घुम्न निस्केका छौं। कस्तो छ बजारको माहौल सबै भिडियोमा राख्ने छौं। भिडियोलाई अन्तिमसम्म हेरेर लाइक कमेन्ट गर्न नबिर्सिनु होला है त। एकदम भव्य मान्छे टनाटन छन् के टिङहरू पनि छठको रमाइलो हो कि नारायणीको टिङ यस्तो टिङहरू पुरै साउदीमा खेलेको होइन यता त आउनु हुन्न यहाँ किताब परिन्छ बर्बाद हुन्न यताबाट हिँड्न हुन्न हेर्नु त्यो जेन्टरमा परियो भने त बर्बाद हुन्छ। एकचोटि म हो यस्तोमा क्या यो आकाश सुटिङ हो यसमा चढेको लाग्दैन होला क्या अलि कोही पनि खेलेको किन घुमाएको खेले रहेछन् त्यो अलिअलि डर हुने खेल्लान् कि है जति पनि खेलाउँछ क्या थोरै धेरै सबै जति मान्छे खेल्छन् खेलाइहाल्छ कि यहाँ त भोरेर खेलाउने होइन कि यस्तो हो कि पुरै टननै मान्छेभरि भराउँछ नि सबै रमाइलो छ जेन्टरमा हेरौँ त्यहाँ त्यस्तो जेन्टर तानेर कति राम्रो छ यताबाट त झन् छठको रमाइलो आज नारायणीको पिरमा छठको भव्य रमाइलो मान्दैन भने क्या आउनलाई खेल्न छोरीलाई किनिदिनु ल एउटा के किनिदिने हो छोरीको लागि किन्दै हुनुहुन्छ दिदीले यहाँ गिफ्ट कति अरे 100 रुपियाँ त होइन होला 100 रुपियाँ त होइन होला यस्तोलाई 100 पर्ने अन्त ए भगवान् यस्तो मेला लाग्दो रहेछ के छठको नारायणीको तिरमा भव्य रमाइलो मान्छेहरूको घुइँचो छ पुरै मान्छेहरू टननै खेल्ने हो त्यो दिन्छु को आएको खेल्ने हो मलाई त डर लाग्छ भाइ यो त बरु त्यति डर लाग्दैन होला ऊ त्यो माथि के त्यो माथि घुमिखा नि त्यो धेरै डर लाग्छ यो त त्यसै घुम्छ क्या त्यो त माथि यस्तो बस्छ अरे यहाँनिर यता बच्चाहरूको रमाइलो फेरि चिप्लेटी यतातिर बच्चाहरूको रमाइलो यतातिर ठुलो मान्छेको रमाइलो छ के गर्ने खेल्ने हो पिङ हजुर पिङ खेल्ने हो डर लाग्छ म एकचोटि खेलेको अरू खेलेको भने हेरौँ न आफूलाई त डर लाग्छ मेला लाग्दो रहेछ कि है आज छठ हो क्या आज धुमधामले लगाइरहेको छ नारायणीको टिममा
कति हुन् भाइ भाइ कति खालको हो भाइ यो झुम्का 50 खालको 50 खालको के मौसम मेला मौसममा सस्तो पर्छ दिजु कुन चाहिँ लिने हो र यता खेलानकुरा लिने भए यता छ हेर्नु खेलानकुरा यसलाई 50 रुपियाँ हो त्यसलाई 200 रुपियाँ कति बन्ने 150 मा आउँछ 200 भन्ने रोक्नु एकछिन रोक्नु ल ल ल ल यहाँ छिटो किन्नु त उता खेलानकुरा किन्न पर्छ कुन चाहिँ मन पर्यो ठुलो हुन्छ कि सानो त्यो त्यत्रो ठिकै हुन्छ मान्छेले कत्रो कत्रो लाउँछ ठिकै हुन्छ त्यो भाइ यो निकालिदिनु त कति हो 100 होइन 50 होला ए बा त्यस्तो होइन मौकामा चौकामा आउनु न भाइ 50 आउँछ होइन र त्यस्तो लाग्छ यस्तो राम्रो हुन्छ कि दिजु यस्तो मनपर्छ कि नै हजुरलाई कानको दुलको नदेख्ने टप चाहिन्छ कि यस्तो टप चाहिन्छ मेरोमा त यो राम्रै छ यो रोजेको मैले यो यता देखा त फुल किन्ने गिफ्ट दिने कसैलाई पायो त्यहाँ रोज किन्नु रातो फुल कसरी गिफ्ट कोही छैनन् गिफ्ट दिने मान्छे छैनन् फुल गिफ्ट दिने मान्छे छैन कि छैन प्लास्टिक हालिदिनु त भाइ है कुन कुन लिनुभयो देखाउनु त केमा दिन्छ यो सेतो उसमा के अरे के भन्छ अरे सुटमा यो चाहिँ हरियो सुट छोरी अनलाइन गरेर मगाएको यसमा लाग्ने पूजामा सुन लाग्दैन हराउँछ महँगो नि छ बैलाई गिफ्ट दिनु त के हो र छठको बेलामा छडको कसैले हो त गिफ्ट दिनु भयो भाइले हामीलाई म लिन्न छोरीलाई उता किनिदिनु क्या त्यसले गर्ने ऊ उहाँ के 150 मा दिइराख्नु कुन ऊ त के माथि त्यो ठुलो के फुट्यो भने फुट्दैन किनिदिने एउटा फुटेन फुट्छ मेरो मोबाइल हजुर मोबाइलमा लेख न कहाँ लिने हो र भन्नु कुन लाने कुन हो त्यो लाने हो 100 रुपियाँ हेर्नै भाग्ला दिन्छु अलि त्यो कसरी जानु भाग्ला 500 रुपियाँ लिएर हेर्नु यस्तो लिएर आउँदो रहेछ नि त्यो काउकाउँ बोकेर मजाले त्यहाँ गुरुप भएर अनि पूजा गर्ने है यस्तो गराएर लिएर आएर रातभरि बस्ने होला कि आज रातभरि बस्छन् नि है ओ आज रातभरि बस्छन् नि छोरा मान्छे आए पुरै कि इन्डियनहरूले है इन्डियनहरूलाई है हाम्रो त होइन
बजारटीको त्यहीँनिर छठको भव्य मेला लागेको रहेछ। हामी मेला घुम्यौँ, अलिअलि भिडियो बनायौँ, हल्का फुल्का सपिङ पनि गऱ्यौँ अनि हामी फर्किन लागेको। हाम्रो भिडियो हेरेर साथ दिनुहुने सबैजनालाई धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला। बाई बाई।